नमस्ते साथीहरू, आज चाहिँ म तपाईहरुलाई गाउँघरको स्वादिलो पोषिलो र विशेष खाना सिस्नुको साग कसरी बनाउनु भनेर देखाउँदै छु। अनि फर्स्ट तपाईले चाहिँ सिस्नुलाई यसरी रेडी गर्नुहोस्। माथिबाट आटा हालिदिनुहोस्। आटा हाल्यो भने चाहिँ त्यसको मैलाहरू झर्नेछ फेदमा है। अनि त्यहाँदेखि मजाले मैला झरिसकेपछि चाहिँ तपाईहरुले त्यसलाई कुकरमा पानी हालेर मजाले सिटी लगाइदिनुहोस्। अनि सिटी लगाएपछि चाहिँ तपाईले मजाले यसरी चलाइदिनुहोस्। अनि यो चाहिँ एकदमै बाक्लो मजाको बनिन्छ है। अनि त्यसको बादमा चाहिँ तपाईले रेडी गर्नुहोस् खोर्सानी है, सुक्खा खोर्सानी, त्यसको बादमा लसुन। अनि तपाईहरुले चाहिँ घिउ हाल्दा पनि हुन्छ, बट मैले चाहिँ घिउ स्किप गरेर तेलमै तपाईहरुले पहिला खोर्सानी खुराएर चाहिँ त्यसको बादमा चाहिँ लसुनलाई पनि खराएको छु। अनि खराइसकेपछि चाहिँ तपाईले अघि उमालेको सिस्नुलाई माथिबाट हाल्दिनुहोस्। यो एकदमै इजी छ पकाउनुको लागि है। अनि तपाईहरुले एकदमै मजाको बाक्लो भेट्नुहुन्छ। त्यसको बादमा चाहिँ तपाईले यो घरमै यसरी गरेर सिस्नु साग बनाएर खानु सक्नुहुन्छ। स्वास्थ्य र स्वाद दुवै पाउन सक्नुहुन्छ। अनि यो भिडियो मन परेकोमा लाइक, शेयर र सब्स्क्राइब गरिदिनु नभुल्दिनुहोस् होला। थ्यांक यू।